प्रेम गरेपछि पागल भएर गर्नुपर्छ रे प्रिय। यदि तिमी मुटुभरिको माया दिन्छौ भने म पनि यो संसार भुलेर तिम्रो लागि पागल हुन तयार। मान्छे पहिला प्रेम गर्छन् अनि पागल हुन्छन्। मेरो कथा भने अलिक फरक छ। म पहिला पागल भएँ अनि तिमीलाई प्रेम गर्न थालेँ। प्रेममा परेपछि मानिसहरू परिवर्तन हुन्छन्, अलिकति बदलिन्छन्, अलिकति हराउँछन्, अलिकति सम्हालिन्छन्, अलिकति डराउँछन्, भेटिन्छन् कसैको यादमा, खोजिन्छन् कसैको सम्झनामा, हराउँछन् कसैको सपनामा, मागिन्छन् कसैको प्रार्थनामा, बस्छन् कसैको पर्खाइमा। प्रिय, यदि तिमी साँच्चै मुटुभरिको माया लिएर आउँछौ भने म यो संसारबाट मुख मोड्न सक्छु। आएछन् भने जिन्दगीमा बाधा अर्छन्, हरेक बाधा तोड्न सक्छु। कसलाई छ र दिन रात समय र दूरीको प्रवाह र हरको ओछ्यानमा प्रेमको कम्बल ओढ्न सक्छु। यदि तिमी आउँछौ भने बाँचौँला एक बारको जिन्दगी तिम्रै नाममा समर्पण गरेर। कहिले पीडाको ओह्रालो, कहिले खुसीको उकालो चढेर। नखसिदिनु राख्नेछु तिमीलाई आँखाको नानी बनाएर। बस्छौ भने राख्नेछु जिन्दगीभरि मेरो बानी बनाएर। यदि काट्न सक्छौ भने जिन्दगी खरको छाना मुनि सपनाको दरबारमा राख्नेछु रानी बनाएर।